ओके ओके ठिकै हुनुहुन्छ? एकदम म जाति कुशलै छु। आज बिटा लाउने दिन रहेछ। आज हाम्रो बिठा लगाउने दिन। मङ्सिरमा धान उठाइ छ। धान उठाए अनि इष्टमित्र यसरी साथीभाइहरू पनि यसरी थुप्रेर अब उहाँहरू पनि बसिरहनु भएको छ। त्यही यो त कहिलेदेखि कमाइ गर्दै आउनुभयो? यो उहिले हामीले गरेको कमाइ त निकै लामै हो, पुर्खौलीदेखि नै हो हुनु चाहिँ। र गरेर अहिलेसम्म चाहिँ हामीले छोड्नु सकेको छैन, गरिरहेको छु। छोड्नु पनि हुँदैन, छोड्नु भएन। यो छोड्नु नै हाम्रो बेकार हो। त्यही त। पानीको चाहिँ अलि अभाव हुन्छ नि रोप्ने बेलामा? पानीको तपाईँको यसपालि हाम्रो असारमा के भयो भने चाहिँ साउनमा साउन पनि नागेर भदौको रोपाइ भयो। अनि एक कारणले गर्दा अब समयको फल यस्तै भएर आइरहेछ भनेर त्यहाँदेखि त अब खोइ के भन्नु नमस्कार, म आज पासाङ बटियाबाट म पनि सानो यसरी बोल्नु पाउँदा मलाई भयङ्कर खुसी लागेर म पनि बोल्नु पाएँ र म यसै नै म हजुर कमाइ भनेपछि पहिला जस्तो अलिक छैन खेती किसान। चरामुसा लाग्छ अनि बेसी नै हुन्छ स्टप गर्नु। हाम्रो कमाइ तथा खेती किसानमा चाहिँ खोइ अब पहिला बाबै आमैले भनेको कमाइ खेती अहिले नानीले त्यति मान्नु पनि सक्दैन पनि। अनि त्यो कारणले गर्दा खेतलापात भनिन्छन्, अनि त्यो खेतलापात पनि हाम्रो पाउनु निकै मुस्किलै पर्ने रहेछ, परिरहेको छ। र यो अनि वन जन्तुले चाहिँ साह्रो खायो है, यो चरामुसाले चाहिँ? चरामुसा एउटा अब भनौँ घरभित्र नपर्नु भन्छ, त्यो उफ्रीले पनि अब बाँदर भन्छ, मङ्की भन्छ, त्यसले पनि भयङ्कर हामीलाई डिस्टर्ब छ। र प्लस त्यसमा चाहिँ नभएर चाहिँ यो मजुर आइरहेको छ अहिले फिलहालमा। त्यो पनि तपाईँको यति साह्रो डरलाग्दो हामीलाई डिस्टर्ब गरिरहेको छ अन्नपानीभित्रमा। अनि त्यही कारणले गर्दा चाहिँ हामी त यसो उनीहरूकोबाट चाहिँ पाइखाएको हामी यसो बाटो उब्रेको मात्रै मात्रै बाटो पारेर यसरी आजको मनोरञ्जन गरिँदैछ यी शालामा।